हाई गाइज हैन हामी चाहिँ आज त्यो के भन्छ कलर एक्सचेन्ज ट्रेन्ड गर्न गइराखेको छौँ सो दिस इज माइन तेरो त धेरै छ जस्तो फोन निकाल्न हौ कलर पहिला रेड एक दुई दिन गरे रेडमा पनि के छ थाहा छैन के मलाई कस्तो रहेछ भयो 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 ए भयो ल 1 2 3 भयो गो रेड यहाँ देखा न रेड कस्तो खालको मान्छे रहेछ खोइ के ल्याइस् लिप ग्लोस के ल्याइदिस् त लिप ग्लोस नै हो अनि एउटा चाहिँ यो टाउकोमा लाउने के भन्छ स्क्रन्च यहाँ माथि राख त्यही भएर तेरो ब्याग सानो देखेको अब कुन चाहिँ फोनमा हेर्न ब्ल्याक ओ माई गॉड भयो 3 2 1 गो नुडल्स नयाँ नुडल्स हो क्या कोरियन नुडल्स होइन ट्राई गर्नलाई कोरियन स्पाइसी चिकन नुडल्स ठिकै तेरो चाहिँ के हो सक्स पान्डा पान्डाको हो सारी म पान्डा जस्तो भनेर ओ माई गॉड यसलाई थाहा छ कि म स्पाइसी खाँदिनँ भनेन कि अर्कोलाई एम्बर एम्बर के भन्छ ओरेन्ज कलर ओरेन्ज ओरेन्ज कलर मेरो के छ आई फरगॉट ए ओके मेरो त्यसले गर्दा ठुलो भएको है तर ओरेन्ज कलरले गरेर हो ला मेरो त सबसे सानो छ त त्यो यो भन्दा नि सानो तेरो ओरेन्ज कलर गइस् त म सानो थिएँ त लिन्छ ल 3 2 1 गो साली सबै खाली गरेर बोकेर यहाँ देखा न पहिला के हो तेरो लकरमा झुन्डाइ के रे काँटा पिङ्क छ त अनि कसरी एउटै ओरेन्ज भयो एम्बर भनेर लिएको यस्तो आएछ त ल स्पाइसी मै खाँदै बस्दियो अब रातभरि पनि यही छोडेर जानु भने त नि सँगै बसेर खाम्ला भनेर सँगै बसेर खानु लाग्दा कम बाटो छ ठिकै छ तेरोमा त सामान राखेकै देखेन नि त अनि अर्दा अर्दा पनि त्यत्रो ठुल्ठुलो कहाँ राख्नु मेरो होइन के त्यसमा देख्दै देखेँ मेरोमा पनि देखेको थिएन कुन चाहिँ पिङ्क उयो खस्यो यो पनि ठुलै छ मेरो थाहा पाएँ तेरो के हो पिङ्क भनेर के थाहा पाइस् देखिस् हेरिस् अहिले एउटा खाली कुरा त होला 3 2 1 गो डान के हो यो त्यो मलाई चाहियो त वाटर ब्याग यो तेरो घरमा त मलाई चाहिन्छ नि त त्यो लास्ट उसले चाहियो भने ला ओ सो क्यूट यो मलाई चाहियो थियो ठिकै छ दामी दामी यो चाहिँ मन झन्डै मैले पनि स्लिपर मगाएको मैले स्लिपर्स नै मगाउन लगाएर थिएँ तलै राख्दै नअड्दो रहेछ कुन चाहिँ गोल्डन गोल्डन येलो येलो गोल्डन त सबसे सानो छ तेरो सबै सानै छ बाइ द वे अहिले मैले तँलाई सानो भन्दा चाहिँ कति सानो हुन्छ ल मैले तँलाई सानो लिनु भयो 3 2 1 गो मलाई देखा न इयरिङ गोल्डन व्हाइट कलरको त्यो ए अलिक गोल्ड छ नि त यहाँ छेउमा ल तँलाई चाहिँ चाबेली हो त्यो हेयर ऱ्याप हुन्छ नि हेयर ऱ्याप गर्नु राम्रो छ ल धन्यवाद अब के पर्पल भयो 3 2 1 गो के हो त्यो झन्डैले एउटै परेको ए ल ल यो लगाएर हुन्छ खोइ त्यो मेरो राम्रो यसरी त्यहाँ कति धेरै क्लिप छ है मलाई दुईटा दिएर जाने त्यहाँ लास्ट त्यहाँ हेर्नु कतिवटा छ मलाई दुईटा दिने त्यहाँ त्यो लिप ग्लोस पनि लिएर जाने होला के छ अब
यो ग्रे ग्रे कि ब्राउन यो के हो ब्राउन ब्राउन यो त ब्राउन होइन ब्राउन टाइपको त छैन त हल्का कलर चाहिँ मेरो त खतरा ब्राउन छ ल 3 2 1 गो मेरो कोकोनट ता नरियल मनपर्छ नि त नि होइन त्यही भएर यो नरियल भयो नि त म कहाँ कहाँ गएर खोजेर लिएर आएको छु मैले नरियल तेरो लागि भनेर त्यही भएर यत्रो ठुलो ब्याग बनाएर आएछ यो चाहिँ सक्स सफ्टवाला टक्क साउन्ड आएपछि लगाएस् कस्तो सक्स उसमै वेट सक्स के खुट्टामा लाउने ए सक्स खुट्टामा त लाउँछ नि ए ब्राउन छ भने कसरी यो के यो कलर यो ब्राउन जाफलले जे पाइदिए गरिरहेछस् है पाउनु पर्यो त नि तले चाहिँ कोकोनट बोकेर ल्याउनु त म ब्राउन कलर कलर पनि हुन्छ ल भने के अरू व्हाइट व्हाइट त पनि छ 3 2 1 साले जतिखेर ढुङ्गा खोजा खोजी गर्थ्यो पहिला टु मच भयो तेरो चाहिँ हेर मैले यहाँ तँलाई कोरियन फेस मास्क अनि के भन्छ बो भएको मोजा दे तैँले चाहिन्छ तेरै लागि राख के साह्रो साह्रो हो त्यो पनि पहिला ढुङ्गा खोज्दै कति हो साइज तर ठिकै छ त्यो त मलाई मन चाहिन्छ पर्यो म त चाहियो टक्क किन्ने बेला अर्को कुन चाहियो सँगै लायो त सिल्भर सिल्भर हामीले भर्खर कुन चाहिँ गऱ्यौँ व्हाइट गऱ्यौँ ए ओके सिल्भर ओ सिल्भरमा चाहिँ के छ मेरो ए ग्रे ओके 3 2 1 यो चाहिँ जुत्ता तेरो लागि स्लिपर्स मलाई म त यसरी खोलेर दिन्छु यो चाहिँ तेरो लागि जुत्ता ल मैले अनि तेरो चाहिँ दिनु त मलाई यो ब्रस हो ए ल ठिक छ मलाई चाहियो त्यो यसरी खोल्ने मलाई होइन हिरो छैन पनि छ यहाँ मैले चाहिँ होइन ओ ओके द्याट्स नाइस ग्रिन पक्कै एकछिन कुन ग्रिन ग्रिन ल 3 2 1 गो रबर मैले यो सोधिरहेको थिएँ टक्कै तँलाई क्लिन्जिङ वाइप तेरो मेकअप रिमुभ गर्ने तेरो यसको ग्रिन पनि हेर्न कस्तो ग्रिन होला ग्रिन त नि यो कहाँ ग्रिन हो त नि त्यो ग्रिनै हो त ठिकै छ ओके ब्लू ब्लू चाहिँ खतरा छ नि मेरो फेरि हो 3 2 1 गो तर फ्रुट्स हालेर लिएर जानुहुन्छ नि त्यसमा त्यही भएर यो चाहिँ तेरो फेस मास्क न हामी त यहाँ मात्रै हेरेको त्यो त हेर्दै हेरेन त्यो चाहिँ इग्नोर हाल्यो गानीहरूको ल ओके नट ब्याड ओहो नरिवल त्यसलाई यो नि छुटेको के हो स्क्रन्च देखो ना गाइस देखो ना देखो यो त किन फास्ट फरवर्ड गएछ देखो ना गाइस देखो ना ये क्या है गाइस देखो ना ला